बिहोस भए साथी हो लौनमा तन्किए म सिद्धे म मरे पेरिसको सबैभन्दा अग्लो यो टावरमा आइपुगेको छु होइन म त अहिले एकछिन पछाडि आँखा नलगालेर भन्दा डान्स गर्नेवाला छु हेर फुल टिपेको नटिपेर कोपिला नचुड्नु पाप लाग्दछ त्यहाँ कस्तो गाउँको यार कसम यस्तै ढुङ्गा गौडा धोइन्थ्यो त्यो कुवामा यस्तरी पानी निकालेर सट्ट खाइन्थ्यो काठमाडौँमा बसिरहेको मान्छे धुलो र धुवा बङ बङ सुँगेर बसेको मान्छे यहाँ यस्तो राम्रो राम्रो ठाउँहरू घुम्न पाउँदा त अब के गर्नु अब खतरै लाग्ने है चलिए सुरु करते हैं। हेलो साथीहरू नमस्ते गुड मर्निङ च्याजल आज चाहिँ म बिहानै 7 बजे उठेर रेडी भएको छु मेरो आवाज चाहिँ यस्तो आइरहेछ है सो आज बिहानै उठेर रेडी भएर मलाई निन्द्रा पनि पुगिरहेको छैन म निन्द्रामा बोले जस्तो भइरहेछ अनि सो आज बिहानै उठेर रेडी भएर यो सब तयारी के को लागि भन्दाखेरि आज हामी जाँदैछौँ फेरि नेक्स्ट टुर अस्ति भर्खरै हामी स्पेन गएर आयौँ सो आज फेरि हामी जाँदैछौँ फ्रान्स सो आजको यो सम्पूर्ण भ्लग फ्रान्सको रहेको छ सो लेट्स गो कस्तो मजाको घाम लागेको छ हौ बाहिर तो अब चलिए सुरु करते हैं फ्रांस को ब्लॉग सो हामी यहाँ घरबाट चाहिँ गाडीमा जान्छौँ तलसम्म तलबाट फेरि ट्रेनमा जान्छौँ फेरि वहाँ लन्डन ब्रिजसम्म कहाँसम्म रे हामी ट्रेनमा जाने त्यो के अरे त्यहाँको नाम किङ क्रससम्म फेरि ट्रेनमा त्यहाँबाट फेरि ट्रेनमा के हो नि आइफेल टावर गरे तिमीले लेट्स गो साथीहरू लेट्स गो क्या बोर बिहानमा हिँड्नलाई त लास्ट झ्याउने यार युके जस्तै त रहेछ नि स्टेसन हेर्दा त युके जस्तै लाग्यो मलाई त यो चाहिँ यहाँको रेस्टुरेन्ट ट्रेनभित्रको सब बन्द भइसकेछ यो चाहिँ यहाँ उभिएर खाने होला यहाँ बसेर नि म गर्मी लाउन मरे म बिहोस भए साथी हो लाउनमा तन्किए म सिद्धे म मरे कति गर्मी भाइ यहाँ पनि ठ्याक्कै त्यही अस्ति उसमा जस्तै रहेछ यहाँ स्पेनमा जस्तै गर्मी रहेछ यहाँ आ गया ट्रेन आ गया ओ माई गुडनेस साथीहरू डर पो लाग्यो त के साह्रो खिया लाग्यो क्या हो अनि त्यो कलर त्यस्तो कि खिया लागेको र ओए आज चान्स मिल्यो भने यो टावर चढ्ने हो ल साथीहरू पेरिसको टावरसम्म नि आइपुग्यो ल राम्रो रहेछ कस्तो खुला रहेछ ओहो यो त मैले सोचेको थिएँ मेरो इमेजिनेसन भन्दा एकदमै खतरा बिग रहेछ एकदमै ठुलो अति नै ठुलो रहेछ मैले चाहिँ सोचेको थिएन जस्तो यति ठुलो भनेर चाहिँ खतरै ठुलो रहेछ के हो टिकटको लागि के हो कहाँ होइन त्यहाँ मैले त्यतैबाट खिचेको देखेको थिएँ क्या त्यतैबाट खिच्नु पर्ला अहिले यो त मेरो इमेजिनेसन भन्दा त धेरै ठुलो रहेछ
यो चाहिँ टिकटको लाइन है साथीहरू क्युमा क्यु बसेर टिकट काट्नु पर्यो ल यो चाहिँ 4वटा खुट्टा एउटा खुट्टा ऊ त्यहाँ एउटा खुट्टा ऊ त्यहाँ एउटा खुट्टा ऊ त्यहाँ एउटा खुट्टा यहाँ त्यो पानीको फोका चाहिँ पुरा एकदमै गर्मी रहेछ त्यही भएर पुरा यहाँ मेरो मोबाइलले खिचेको भिडियो त कहिले आउँछ थाहै हुँदैन सत्य हो मेरो भिडियो मोबाइलमा खिचेको भिडियो आउन पनि सक्छ नआउन पनि सक्छ मलाई भनेको नि टिकट चढियो है त साथी हो अब माथि ल एलिभेटर वेटिङ है त्यो चाहिँ हिँडेर डर लाग्यो यार हल्लाइतिर यार कति ठुलो रहेछ नि त यो त फ्रान्स त है ए दामी रहेछ यार साथीहरू अम्मा कत्रो बाक्लो बाक्लो कति ठुलो लास्ट हावा चल्दैछ यार पुरा पनि भयो मलाई सो हेलो साथीहरू म आइपुगेको छु फ्रान्सको एकदमै फेमस एकदमै चर्चित ठाउँ पेरिसको सबैभन्दा अग्लो यो टावरमा आइपुगेको छु र टावरको सबभन्दा टप फ्लोरमा छु म अहिले यस्तो हावा चलेको छ हेर्नुहोस् मलाई उडाउन लागिसक्यो मलाई उडाउन लागिसक्यो होइन म त अहिले एकछिन पछाडि आँखा नलाउ गालेरै भन्दा डान्स गर्नेवाला छु देखाइदियो यो हेर्नु यहाँको 360 व्यू होइन कस्तो चलेको हावा यता होइन यता स्याम्पेन नखाने स्याम्पेन हामी घरमै खाएर आएको नत्र त खानु हुन्थ्यो नि है अहिले घरमै 2 प्याक लाएर आएको त्यही भएर नत्र त खानु हुन्थ्यो नि यार स्याम्पेन आई लभ यु बुढा आई लभ यु बुढा आई लभ यु कुये कहिलेको उसो यो मेरो धेरै पहिलादेखि ड्रिम हो यो त लगभग मैले चाहिँ हामी बिहे नगर्नुभन्दा अगाडिदेखिको कुरा हो होइन कस्तो फिल भइरहेछ सबभन्दा ठुलो कुरा चाहिँ मैले तिमीलाई यहाँ ल्याउन पाएँ तिम्रो चाहिँ एकदमै ड्रिम थियो नि त होइन म जान मन छ भनेर ड्रिम छ मेरो भनेको जान मैले भने यहाँ जानु ठुलो कुरो होइन जाउँला टाइम मिलाएर भने ठ्याक्क सबै कुरा मिल्यो आइयो होइन अनि मैले तिमीले भनेको त्यो बोर्ड पनि सुन्न पाएँ कान हरेर भयो बोलेको वचन चाहिँ पुरा गर्यो त्यो नै खुसीको कुरो छ ल बोलेको वचन पुरा गर्छ है तपाईँले पनि मैले पनि दुवैजनाले पुरा गरेँ मैले चाहिँ लैजान्छु भनेको लिएर आएँ होइन छोरीले चाहिँ म चाहिँ बिहे नहुने पहिला चाहिँ आई लभ यु गुए भन्छु भनेको त्यो पनि भन्यो बिहे गरेपछि आई लभ यु पुरा भन्छु भने त्यो नि भन्यो दुइटै भन्यो त्यसले गर्दाखेरि एकदम खुसी लाग्यो मलाई पनि बुढी ल है साथीहरू आज यो यत्रो अग्लो बिल्डिङमा पनि चढियो ड्रिम कम ट्रु के अन्त अब होइन मेरो ड्रिम थियो
मेरो मेरो ड्रिम थियो यो पेरिसको टावर चढ्ने आज पुरा भयो थ्याङ्क यू सो मच बुढा नानी आई लभ यु सो मच आज त दियो त थ्याङ्क यू बुढा थ्याङ्क यू सो मच यस रेडी अब कस्तो कस्तो खुसी लाग्ने किनभने अब मान्छेले सोच्दा जा अब त्यो एउटा पेरिसको टावरमा गएर चढेछ के न भयो भन्नु पनि सक्छन् होइन अब के हुनु मेरो लागि त के नै हो त नि अब इच्छा थियो नि त उहाँ काठमाडौँमा बसिरहेको मान्छे धुलो र धुवा बङ बङ सुँगेर बसेको मान्छे यहाँ यस्तो राम्रो राम्रो ठाउँहरू घुम्न पाउँदा त अब के गर्नु अब खत्रै लाग्ने रहेछ है सो एकदमै रमाइलो लाग्यो अनि हामी त सबभन्दा माथि टपमा पनि पुग्यौँ होइन झन् रमाइलो भयो क्या अब हावा चाहिँ डेन्जर चल्दो रहेछ त्यहाँ माथि चाहिँ होइन अघिको देख्नुभयो होला ब्यागमा एकदमै राम्रो लाग्यो मलाई एकदमै खुसी लाग्यो अब के भन्नु त्यहाँभन्दा धेरै अझै घुम्न बाँकी छ आज यो चाहिँ डे फर्स्ट हो सो अझै घुम्न बाँकी छ भोलि अझै घुम्नेछौँ 50 रुपियाँको चप्पल पठाउँदै पेरिस टावर चढिरहेको छ कस्तो लाग्यो तिमीलाई भन न अब सही लाग्यो हेर्नु न कत्रो कत्रो माछा भाइ है यो माछा खान हुन्छ उनीहरूलाई पानी आइदिएर यार कस्तो डेन्जर ल मैले यस्तो पानी बल्ल यहाँ आज देखेँ नेपालबाट आएदेखि मैले बल्ल आज यस्तो पानी देखेँ मलाई त मजा लागिरहेछ मलाई त कस्तो भिज्न मन लागिरहेछ भनेर साँच्चीकै म युके आएदेखि मैले यस्तो पानी परेको देखेको त देख्न पाएको छैन क्या ए आमा कुवा गाउँको कुवाको याद आयो हेर्नु त साथीहरू यस्तो कुवामा पानी भर्न गइन्थ्यो अनि यस्तो ठाउँमा हेर यस्तो ढुङ्गा कपडा धोइन्थ्यो कस्तो याद आयो भाइ आई मिस माई गाउँ आई मिस माई नेपाल कस्तो गाउँको याद आयो कस्तो यस्तै ढुङ्गामा कपडा धोइन्थ्यो त्यो कुवामा यस्तरी पानी निकालेर सट्ट सट्ट खाइन्थ्यो अहिले आएर यहाँ फेरि बन बढी हेर्दा है कस्तो मजा आयो म त भिज्न मन लाग्यो पानीमा है ओहो उता फेरि हेर्नु न चस्मा लाएर रेडी भएर फोटो खिचिदिनु पर्यो अरे एउटा हेर फुल टिपेको नटिपेर कोपिला नचुड्नु पाप लाग्दछ थ्याङ्क यू बुढा आमा बुढाले मलाई पेरिसको टावर मुनि बसेर फुल टिपेर दियो यार ला फुल टिपेर त दियो दिन त तर पाइन्थ्यो कि पाइन्थेन टिप्न न मार्ने हो त्यस्तो झरेको टिपेको भन्छु नि म मुला होइन झरेको टिपेको भन्छु हो सल्टी सुताइ त मरद छ त टुप्पामा पनि पुगेर आइयो अब हामी यो टुप्पामा चाहिँ यहाँ चाहिँ नि पुरा लाइट बल्नेवाला छ कि अब केही समय पछाडि चाहिँ नि यो पुरै झिली र मिली हुनेवाला छ त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ नि यो लाइट हेर्नुको लागि बसेको छु पर्खेर वरिपरि पनि थुप्रो भिड छ ल हेर्नुहोस् चौरभरि मान्छे छन् यहाँको चाहिँ विशेषता यो लाइट हेर्नको लागि चाहिँ सेरेजीको सुताइ मरद छ फेरि उता मरद छ सेरेजी हेलो भन्नु न यता हेलो भन्नु न सेरेजीको सुताइ मरद छ फेरि उहाँ राति 9 बजी पनि घाम लागेर यहाँ चर्को न चर्को के साह्रो यस्तो यो त्यही हो नि हुनेवाला छ त्यो लाइट हेर्नुको लागि कुरेर बसेको यहाँ कम्ती पनि 1.5 घन्टा भइसक्यो फाइनली अब चाहिँ बल्ला जस्तो छ है
आइफिल टावरको यो झिली र मिली चाहिँ जो हेऱ्यो यस्तै रहेछ यस अति नै सुन्दर देख्ने रहेछ अति नै सुन्दर देख्ने रहेछ भेरी ब्युटिफुल कहाँबाट लाग्यो ल सक्यो बुखाउरे त्यसलाई भनेको ल लेट्स गो आजलाई अब घुमघाम यति नै हो नि त नाइट बस जाने आजलाई यति नै होइन भोलि घुमाउँला आजलाई पुग्यो